वाह प्रचण्डजी, वाह तपाईँको रणनीति है। एकचोटि यो थोरै 2 सेकेन्डको क्लिप सुनाउ न त है, अनि त्यसपछि बल्ल अनि त्यस पछाडि कुरा गरौँला। अन्तिममा क्षति त पुर्याइयो पुग्यो, अन्तिममा क्षति त पुर्याइयो पुग्यो। तर म के भन्न चाहन्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ। यही कुरा म भन्न चाहन्छु। थ्याङ्क यू। बधाई छ प्रचण्डजीलाई आफ्नो रणनीतिमा कामयाब हुनुभएकोमा। तपाईँलाई क्या है, देश उठाउनु छैन, तपाईँलाई पार्टी कार्यालय ठुलो बनाउने। अरे भगवान जाने तिमुरका भ्रष्ट दिमाग। अनि के हैन, तपाईँको त्यो 2-3 सेकेन्डको त्यो अगाडिको क्लिपले नै जनाउँछ कि तपाईँकै रणनीतिमा चाहिँ यो सिंहदरबार लगायतका संरचनाहरू तोडफोड चाहिँ आगजनी भए हुन् भन्ने कुरो त्यसले स्पष्ट देखाउँछ। तपाईँको अरूले जेनजीले आदि इत्यादिले अरूहरूले तोडफोड गरे भए तोडफोड गर्दै भन्ने किसिमका शब्दहरू व्यक्त हुन्थे। त्यहाँ चाहिँ हामीले क्षति चाहिँ गरायौँ हैन, पुर्यायौँ भन्ने कुरो आइसके पछाडि त्यसलाई चाहिँ तपाईँले के छ भने एक किसिमले त्यो बोल्दा बोल्दै चाहिँ चुकेर स्वीकारेको कुरो हो क्या। त्यसलाई हामीले सरसर्ती चाहिँ जनता जो हामी जसले चाहिँ देश सुध्रियोस् भनेर उडेर चाहिँ सोच्ने किसिमका जनता छ नि, त्यसले सरसर्ती चाहिँ उसको दिमागले 100% त्यही कुरा बुझ्छ। मेरो दिमागले पनि त्यही बुझ्यो। अनि तपाईँहरूको दिमागले चाहिँ के बुझ्यो नि कमेन्टमा लेख्नुहोस् है।